Hi. So I just thinking about something, about how funny getting married is. I've been married for some 3.5 years now, and this say generally I like to sleep early, and my husband उसलाई चाहिँ एकदम he likes to stay up late अनि ऊ चाहिँ फिल्महरू हेर्छ के भिडियो केही न केही हेरेर अनि मात्र उसलाई निद्रा लाग्छ अनि मलाई चाहिँ generally as soon as I go to bed म चाहिँ निदाउँछु के touch wood I think it's a blessing तर just अब that is the dynamics between us so generally ऊ चाहिँ केही हेरिरहेको हुन्छ and then eventually ढिला बिस्तारै निदाउँछ अनि मलाई चाहिँ बेडमा गयो मलाई चाहिँ आँखा बन्द गरिहाल्नुपर्छ अनि म निदाइ पनि हाल्छु होइन सो अहिले चाहिँ जाडो महिना भए भएर उसले पनि when he is watching something he also likes to come to bed अनि सो तातो भएर बसेर पल्टेर केही हेरिरहेको हुन्छ अनि हिजो चाहिँ यसो त्यस्तै भयो so I went to bed around 11 अनि त्यसपछि I had to wake up early this morning so I was trying to sleep अनि सो म निदाउन लागिरहेको रहेछु and then त्यो बेलामा चाहिँ ऊ यता पल्टिने उता पल्टिने त्यो हुन्छ नि कतिखेर काहीँ अब केही हेरिरहेको छ भने एउटै पोजिसनमा बसेर हेर्न गाह्रो हुन्छ नि त सो यता पल्टिने उता पल्टिने गरिरहेको थियो बट आई एम स्योर इट वाज नट भेरी फ्रिक्वेन्ट के सो लाइक इभेन्चुअली एउटातिर साइडमा पल्टिँदै गर्दाखेरि उसलाई अलिकति गाह्रो भयो भने अर्कोतिर पल्टिरहेको त्यस्तो भइरहेको थियो बट लाइक मलाई त्यस्तो मेरो निदाउने टाइम भइरहेको थियो कि त्यो चाहिँ भनेको ठ्याक्क मलाई निद्रा आइरहेको लाइक म निदाउन लागिरहेको रहेछु अनि त्यही भएर मलाई त्यो कस्तो हुन्छ नि कति धेरै उसले त्यो कुरा गरिरहेको भन्ने जस्तो मलाई फिल भइरहेको थियो बिकज म हाफ अस्लिप थिएँ कि अनि त्यसपछि सो आज लाइक यहाँ कति चक्च गरेर कति यताउता फर्किरहेको चुप लगाएर सुत न यस्तो के भने एन्ड देन उसले कानमा यो फोन लगाइरहेको रहेछ सो उसले मलाई सुनेन अनि त्यसपछि चाहिँ सो मैले एकचोटि फोन पनि हेरेँ कति बज्यो भनेर अनि सो अराउन्ड 11:30 हुन लागिरहेको थियो अनि त्यसपछि उसले त्यो मैले फोन हेरेर चाहिँ थट द्याट मलाई निद्रा लागेन एन्ड देन ही सेड के भयो निद्रा लागेन हो तिमीलाई यस्तो बिचरा होल स्विट एन्ड नाइस होइन देन आई वाज लाइक सो म्याड अनि म उतातिर फर्केर अनि म रिसाउँदै सुत्न गएको छैन बट देन आई कुड नट स्लिप अनि त्यसपछि चाहिँ अनि फेरि एकछिनमा ऊ फेरि त्यो यताउता गर्न थाल्यो अनि त्यो बेलासम्म मलाई निद्रा लागिरहेको थिएन सो मलाई कस्तो ठुलो प्रब्लम जस्तो फिल भएको हिजो त्यो कुरा अनि त्यसपछि म पुरै उठेर होइन तिमीले मलाई डिस्टर्ब भयो भने होइन मलाई यही कुराले डिस्टर्ब भएको यो मुभिङ अ लट तिमी यताउता यति फर्किरहेको छ मलाई निद्रा लागेन भने कि मैले एन्ड देन ही सेड मलाई एकैतिर म यसरी सिधा भएर बस्न सक्दिनँ नि त मलाई यता फर्किन उता फर्किन पर्छ मलाई गाह्रो हुन्छ नि त सिधा भएर बस्न भन्यो बिचरा होइन अनि म रिसाउँदै त्यो पनि म अनि सुत्नको चाहिँ के भयो नि इभेन्चुअली म निधाएछु होइन अनि आज बिहान उठेर मैले त्यो कुरा सम्झिँदाखेरि मलाई यस्तो हाँस उठ्यो कि लाइक वाट एन इलोजिकल एक्सपेक्टेसन फ्रम योर पार्टनर कि तिमीलाई निद्रा लाग्न लाग्यो भनेर ऊ मुभै नगरोस् रे होइन अनि सो यस्तो चाहिँ कतिचोटि हुन्छ कि मलाई अनि सो मैले त्यो निदाउन लागिला चाहिँ जे गरे पनि मलाई कत्रो त्यो सानो साउन्ड पनि एकदमै लाउड फिल हुने अनि सानो मुभमेन्ट पनि एकदमै ह्युज फिल हुने होइन सो कहिलेकाहीँ पल्टिरहेको छ अनि उठेर वासरुम गयो भने वासरुम जानलाई उठ्यो भने मलाई त्यो पुरै त्यहाँ बेडै हल्लिरहेको जस्तो बेडै पल्टिन लाग्छ जस्तो मलाई त एकदम आत्तिन्छु कि म सो इट हेज टु डु समथिङ विथ मी नि त नट हिम अभियसली अब he gets to turn it out when he's not comfortable he gets to go to the washroom like get up from the bed if he wants to तर त्यो मसँग मलाई निद्रा लाग्न लागिरहेछ भनेर अनि उसलाई जबरजस्ती सुतिहालोस् चुप्प लगाएर एउटै पोजिसनमा उठ्दै नउठ्ने गरी त्यो त एकदम इलोजिकल एक्सपेक्टेसन हो नि त तर या म्यारेज इज सो फनी